Sorry, my God, suntala. Wah, क्या लानु ह? के बात छ? कौन सड्केर ओहो, ढाड सड्क्यो? हस्पिटल जानु भएन? कहाँ हिँड्न सक्ने ओहो, कहिलेदेखि यस्तो भएको? सामने राख्दै त। नमस्ते। भाइ 3 दिन भयो। ढोका लाग्यो। लाउनुहोस् बाहिर। 3 दिन भयो है? के गर्दा सड्केको र? उहाँ डोडा घाममा सुतेको थिएँ। त्यहाँ त यता फर्कन्छु उता फर्कन्छु। त्यहाँ त यता फर्कन्छु भनेको त चिटिक्क गरेको। हजुर। म त अगाडि भने ओहो, छोरी आउनु भएको रहेछ? आइथियो अनि भर्खर। ए, हेलो, सन्चै हुनुहुन्छ? दुब्ला हुनुहुन्छ त पुरै? यहाँ जस्तो हुन्छ त अन्त के खोज्नु छ? के खोज्नु भएको छ भन्नु त? छोरीलाई फेरि पुरै पोको खोज्नु ठिकै छ। के अरे कहाँ लाने? बाह्र लिएर आउने मलाई झन् लिएर जाने मारे के भनेको यस्तो? बाह्र अलग्गै दिन्छ तपाईँले त? तपाईँको लागि होइन, बाबाको लागि। तपाईँ त बिहा गरेर जानु भएन र? हेर्नु त बा, तपाईँले त्यो कपडा त मैले लान्छु भन्नुहुन्छ, के गर्ने हो? केला दिउँ त मलाई अहिले भइदिउँला अहिले ताना फेरि यहाँ आउन कहाँ पाउने त फेरि त्यो छोरा मान्छे ल्याइदियो कपडा हो त नि, महिलालाई कहाँ हुन्छ? अहिले लाउनु राख्नुहोस्। तपाईँ त हिँड्न सक्नुहुन्छ, डुल्न सक्नुहुन्छ होइन? बा घर बस्नेलाई कसैले ल्याइदिन्नन्, न तपाईँले ल्याइदिनुहुन्छ न छोराले ल्याइदिन्छन्, त्यही भएर हामीले ल्याइदिएको के कुरो बुझ्नुभयो? हुन्छ भन्नु कि तपाईँलाई यो दुईतिरबाट लाउनु मिल्छ होइन? एकतिरबाट मैले भने अर्कोतिर लाउनु मिल्छ यो होइन? यो चाहिँ ज्याकेट ल्याइदिएर आएको छौँ बुवालाई होइन? ज्याकेट त पुरै मैले त यो ज्याकेट धोइदिनु पर्यो तपाईँले, हुन्छ हुन्न? हजुर बस्ने बहिनी चाहिँ नबस्नु पिसमा कहाँ धोइदिएर जानु के? किन देउली भए पनि त बिहानै आएको आउनु भएको रहेछ, धोइदिनु पर्छ नि। यो तातो छ बुवा त अर्को भन्दा पनि बुवालाई फेरि कपडै नमिल्ने के जहाँ तै। कपडा थुप्रै लाग्छु फेरि जाडो के घर जान्छु यहाँ त यहाँ चिक गरौँ ल कस्तो रे अलि चेक गरेर ल्याउँ ल क्या? बुवालाई ल्याइदिएको के देऊ त? कस्तो रहेछ त? यहाँ आऊ त पहिला। कस्तो खोलेर आउन फेरि आउन पनि पाउने छैन। यहाँ त्यहाँ बिचरा त लिएर गएँ होइन खोइलिएको यहाँ देऊ के बुवालाई जाडो भयो। भाग्छ यहाँ नबस यहाँ कहिले पनि नआएको यहाँ त भनेको अहिले पहिला बुवालाई चेक गरौँ न आऊ त। त्यस्तो गर्ने होइन दिनु। बुवा लिएर जानु के गर्ने? सुनि दिनु के बुवालाई जाडो भयो नि त। फेरि आउँदैछ ल्याइदिनु बुवा तपाईँले यो होला होला कि नहोला भाइ हो?
यो ट्राउजर होला हुन्छ होला होइन जाडो भयो क्या माथि लानु हुन्छ होइन हजुर यहाँ आऊ त पहिला चेक गरौँ तपाईँ ठुलो हुन्छ हुन्न त्यो हुन्छ के त्यत्रो पनि कहाँ हुन्छ हौ हुन्छ के त्यत्रो धेरै ठुलो हुन्छ आऊ त यहाँ अनि तिमीलाई हामी तपाईँलाई पैसा दिएर जान्छौँ कि किन्नु लाउनु त्यो बुवालाई ल दिनु आऊ तिमीले किन आउले आऊ तपाईँलाई हामी पैसा दिन्छौँ यो बुवालाई ल्याइदिएको कि बुझाएर त्यस्तो गर्दैन यस्तै गर्नुहुन्छ सधैँ छोरीले त्यस्तै हो बुवाको माया लाग्दैन हाम्रो ल्याइदिन्छ झन् कति राम्रो त्यो नानो कपडा ल्याइदिएको थियौँ बा ल्याएर हिँड्नु लिएको दिनु कि बुवालाई जाडो भयो पैसा दिन्छौँ न आउनु पैसा दिन्छु यिनी आएको थाहा भयो त म अर्को केही अरू केही ल्याइदिन्थेँ थाहा भएन थाहा नभएपछि गाह्रो भयो हँ? ठिक छ अब के मागेर आउनु म तपाईँलाई पैसा दिन्छु त्यो पैसाले तपाईँ आफै किनेर लाउनु होला यहाँ त ल्याइदिने मान्छे नभएर हो क्या आउनु त यस्तो गर्दैन कि बहिनी बुवालाई माया मनपर्छ नि पैसा दिन्छु कि मलाई पैसा चाहिन्छ के भन्नु तपाईँले के पैसा नदिने यस्तो राम्रो हुन्छ कि म यस्तो किन्नु यस्तो यो राम्रो छैन म यस्तो किन्नु कि यस्तो छोरो मान्छे लाग्नु यहाँ आउनु त यहाँ मान्दै मान्दैन हँ? यहाँ अबदेखि यहाँ नआसे यो चालार भित्र नपसे चाहिँ मेरो परन छ नि तल अब यहाँ आउलिस् त गरे जा त्यही लिएर गइहाल जा तँलाई यहाँ पैसा पनि मैले दिन्न तपाईँलाई हामीले पैसा दिन्छौँ त्यसले किन्नु होला हुन्न र अब यहाँ नआसे यस्तो गर्नु त नआसे उहाँले भनेको मान्न त पर्छ तपाईँलाई पैसा दिएपछि किन्नुहुन्छ आफै हँ अबदेखि नआसे हामी तपाईँ आएको थाहा नभएर क्या हामीले नल्याइदिएको तपाईँहरूलाई दिनु बुवालाई जा लिएर जा यहाँ नआसे कहिले पनि नआसे बुवा उहाँलाई दिउँ भने त्यसो भए होइन बा के गर्ने बुवा बुवालाई ल्याइदिएको कहाँ उहाँले दिन्छ नि उहाँलाई पनि मन दुखाउनु भएन उहाँलाई पनि दुखाउनु भएन अब गाह्रो भयो कि अनि बुवा यो त बस्दाखेरि यो चाहिँ लाएर बस्नुलाई भयो है यो जुराफ लाएर बस्नुलाई भयो हुन्छ यो लाउनुहोस् यो टोपी कहाँ यो बेमान यो तपाईँलाई हाल्नु त डाँका यो बेमान नाके खाऊ पछि खाऊ टोपी लानु टोपी लाउँ है टोपी लगाइदिनु टोपी लाउनु है बा ए टोपी सानो हुन्छ क्या ओहो होइन ठिक ठिक छ त्यस्तै लाउनु चाहिँ त्यस्तै हो बुवा तान्नु त अलि तल तपाईँ तान्नु त आफै बा नै हुन्छ हुन्छ यतिकै होइन होइन हुन्छ यो टोपी त्यो सुरुमा त्यस्तै हो कति त हुन्छ कि अर्को मखन टोपी हो भनेर होइन मखन टोपी भएपछि राम्रो हुन्छ कि होइन बा पान रोप्नु के गर्नुहुन्छ तपाईँले बाला दिनुहुन्छ कि अर्को हामीले दिएको पैसा किन्नुहुन्छ हजुर अर्को ल्याइदिने आउँदा अर्को आउँदा ल्याइदिने कि के गर्ने भन्नु त ल हैत्तेरी। यो बुवा तपाईँले यो चाहिँ लाउनु होला बुवा होइन तपाईँ सुत्दाखेरि लाउनु होला यो ट्राउजर हो यही माथि लाउँदा हुन्छ ल है बाला चेक गर हुन्छ ल बुवा चेक गर्नु त यो दुईतिर लाउनु मिल्छ बा है उल्टी सुल्टी सबै लाउनु मिल्छ है बा यो ए पन्टाले त हात भाँचेचा पन्टारे त पन्टारे पन्टारे के भनेको भन्ने नि त्यस्तो पन्टारे नामै त यो नाम दियो नाम ल्याइदियो भने त अब के गर्नु त पन्टारे अरू भन्नु पनि भयो त्यही भएर त भन्नु पर्यो। पन्टारे त हात भाँचेचा ल ठिक त गर्ने बा त कवर माथि कवर लगाएर यस्तो भएछ कि ल ओए पन्टाले हाँचस पन्टारे त पन्टारे यो ल बस्नुहोस् बस्नुहोस् बा चिन्नुभयो हो म
टुका कहाँ कहाँ मेरो घर टुका हो त नि के हो मेरो नाम थाहा छ तपाईँ नाम के होला भन्नु त सुशीला हो कहाँ हो बिहा भएको ए डाँडाकटारी हो अनि बालाई भेट्न आउनु भएको किन त अनि यस्तो एक्लो बाला छोडेर बिहा गरेको त बाबाको माया लाग्छ लाग्दैन लाग्छ छोराछोरी छन् तपाईँका छैनन् ए अनि बाबालाई भेटेर आज यति बस्ने हो कि जाने हो आज एकछिनमा ड्युटी देउली ए देउलीमा आउनु भएको यहाँ आउनु भएको कि कसो ए घरको देउली छ ए भनेपछि आज चाहिँ बाला भेट्न आएको बाको खबर कस्तो रहेछ ठिकै छ कस्तो लाग्यो बाला भेट्दा बिरामी हुनुहुन्छ अरे त माया लाग्छ बाको लाग्छ लाग्दैन यो त बालाले दिएको सामान सबै लिएर जानुहुन्छ अरे तपाईँले त हो किन खाना पर्यो तपाईँले ल्याइदिने होला के बाला त के ल्याइदिएर आउनु भएको छ छोरीले कहिले कहिले काहीँ केही ल्याइदिएर आउनुहुन्छ आफ्नो हात भनेपछि छोरीले बरु यहाँको लिएर जानुहुन्छ लिएर चाहिँ के आउनुहुन्न आज हामी तपाईँलाई शिवानी कार्की दिदीले पठाएको होइन यहाँ हामीले चाहिँ यहाँ रासन पानी चिनी चियापत्ती कपडाहरू मेरो बुबालाई चाहिँ लिएर जानु भनेर चाहिँ काठमाडौँबाट पठाउनु भएको छ होइन शिवानी कार्कीले म त्यही चाहिँ यहाँ केही सहयोगहरू लिएर आएको छु बुवा है तपाईँको घरमा चाहिँ आएपछि केही न केही लिएर आऊँ भनेर चाहिँ हामी खाली हात नआउँ भनेर केही न केही लिएर आउँछौँ बा होइन अनि तपाईँ यो जाडोमा कहिलेकाहीँ यो तातो पानी खानको लागि यो थर्मस ल्याइदिन्छौँ बा लानुहोस् त हेर्नुहोस् तातो पानी तताएर यो भरेर राख्नु होला होइन अनि चाहिँ बेला बेलामा तातो पानी 24 घन्टा रहन्छ बा यो तातो पानी है हुन्छ टक्क चिया पकाएर टक्क राख्नु होला अनि सर बेला बेलामा भर्दै खाली गर्नु होला बा हुन्छ चिया राख्नु नि मिल्छ चिया राख्नु नि मिल्छ तातो पानी राख्नु मिल्छ जे राख्नु मिल्छ यहाँ तातो रहन्छ कि 24 घन्टा एकछिन तताती यो 24 घन्टा तातो रहन्छ है हुन्छ अनि चाहिँ हामी तपाईँलाई यहाँ चिनी ल्याइदिएछौँ बुवा होइन अनि चाहिँ यहाँ आलु छ दाल यहाँ दाल ल्याइदिएछौँ बुवा एकान्तै यहाँ 2-3 केजी दाल छ यहाँ होइन अनि चाहिँ यहाँ तपाईँलाई यो यहाँ अर्को आलु छ होइन यहाँ यहाँ आलु छ अनि चाहिँ यहाँ हामीले चाहिँ तपाईँलाई प्याज पनि ल्याइदिएछौँ बा है अनि तेल सकियो कि छ बा तेल छ होइन ल परारो कोही लिएको तेल छ एक कार्टुन अरे ए अझै एक कार्टुन छ ए ल त्यसमा चाहिँ अलिक तेल थप्यो बा है अनि चाहिँ यो चाउचाउ बा कहिले काहीँ चाउचाउ पकाएर खानुहुन्छ बा है चाउचाउ यहाँ 2वटा पुरा चामल ल्याइदिन्छु बा एउटा यहाँ छ एउटा यहाँ छ है बुवालाई चाहिँ खानामा लाउनलाई केही समस्या नहोस् भनेर है बुवा हुन्छ अनि तपाईँलाई तातमा लाउने यो जुराफ छ बुवा लाउनुहोस् मजा है ए यो ज्याकेट खोल्नुहोस् त एकछिन खोल्नु त यहाँ लगाएर देखाइदिनु ल भन्नु भएको छ छोरी आउनु भएको रहेछ छोरीलाई मासु ल्याएर खुवाउनु होला बा हुन्छ हुन्छ कि न ऊ आयो बहिनी नि अब के मासु त्यसो भए तपाईँले कहिले इच्छा लाग्छ मासु ल्याएर खानलाई भयो हुन्छ के भन्न चाहनुहुन्छ शिवानी कार्की बहिनीलाई तपाईँले जुन योभन्दा अगाडिपट्टि धेरैचोटि सहयोग गर्नुभयो होइन उहाँलाई के भन्न चाहनुहुन्छ बा तपाईँलाई धेरैचोटि सहयोग गर्नुभयो उहाँले के भन्न चाहनुहुन्छ होला भन्नुहोस् त धेरैपल्टि मलाई सहयोग गरेकोमा दुःख सुख हेर्नुभयो दुःख चित हेर्नुभयो गर्नुभयो उहाँलाई अब राम्रो होस् सुख शान्त होस् सधैँ अब म सधैँभरि मलाई ल्याउनुहोस् भन्नु त भएन हजुर मलाई गर्नुहोस् भन्नु भएन उहाँले अब मलाई आएसम्म कतिपल्टि अब सहयोग गरेकोमा उहाँलाई जय जय होस् सुख शान्त होस् त्यही भन्छु हस् हुन्छ बुवा हामी फेरि आउँदै गर्छौँ बुवा है ल हामीले तपाईँलाई चाहिँ ब्ल्याङ्केट मगाइदिएको छौँ ब्ल्याङ्केट यहाँ 2-4 दिनमा आउँछ बुवा है हामी नआए पनि तपाईँलाई ब्ल्याङ्केट लिएर चाहिँ आउँछन् हुन्छ हुन्छ बुवा हस् अहिले हामी जान्छौँ बुवा नमस्ते नमस्ते